ल केटा हामीहरू दसैँ मनाएर होइन टक्क केटाहरू सबजना घुमिरह्यो होइन टक्क बाह्रमा सबजना होइन हाम्रो दाहरू छ आज मैले यहाँ भ्लग बनाइरहेको त्यस्तो किन यहाँ भ्लग बनिरहेको त बवाल छ त ओ दा यहाँ अब सिन पुरा बवाल छ होइन फ्ल्याक्समा अब यसो हिँडिरहेको छ हामीहरू या तँ यी कहाँ चाहिँ तँ यी दादाहरू हाम्रो होइन सबजना केटाहरू घुमिरहेको छ हामीहरू बवाल यी हामीहरू नगयो भने टाइम छँदै छैन कि त्यो हार्ट एट्याक त कोही हुन्न तर अब यसो ए तेरो तलाउ त यी यत्रो निस्किरहेको त आउनु नि त अगाडि यार तलाबमा यसो होइन बवाल छ सबजना तलाबमा घुमिरहेछ केटाहरू होइन बवाल छ सबजना बवाल छ नि छैन अब हामीहरू घुमिरहेको बिन्दास छ होइन हामीहरू दुईजना चाहिँ बेग्लै पारामा हो पारा त बेग्लै होइन पारा बेग्लै हो अब यहाँ छम्माहरू पनि छ तर हामीलाई बाल छैन हामीलाई के मतलब अहिले नेपालीको हामीहरूको भाषा बुझ्दैनै भने पनि ठिक छ एकदम बेस्ट छ भन्दैन नेपाली भयो भने त अनि दाइ यही भनिया आज त नेपाली परैबाट चिनिन्छ के त यस्तरी कुरा बुझ्नु क्या ठप्पा हुन्छ क्या ल नेपाली त आज परैबाट 1 किलोमिटर टाढाबाट चिनिन्छ क्या अब नेपाली छैन भने चिनिन्न क्या हाम्रो के हो भने यो हो क्या जमरा रातो टिका हाम्रो सान र मान कसो बन्द अरे यहाँ दा यार त्यो बन्दै हुँदैन ब्लग बन्न अहिले यो भाइरल हुने होइन अब घुमिरहेको केटाहरू टक्क होइन भाइरल भयो भने त हामी फेमस हुन्छौँ नि ल भाइ दा तपाईँ बेसी हुनुहुन्छ तपाईँ बिन्दु भयो भने जल्दिरा जस्तै हो सेम त्यो दारू हो नि त दा दारू नै हो ल दारू हामीहरू यहाँ हिँड्दै बाटो खाइदिने त्यो त्योमा तर यार तपाईँको त्यो बोतलवाला हाली ल्याउनु पर्दो रहेछ क्या बवाल मजा आउँथ्यो यार दा होइन सबजना टक्क हिँडिरह्यो यहाँ अवस्थामा अब यहाँ तलाउ छ यहाँ यस्तो पार्कमा यस्तो हिँड्दै घुमिरहे हामीहरू चाहिँ ए हाम्रो दाइको चाहिँ हाम्रो फर्स्ट चोटि हाम्रो एरियामा यो एरियामा चाहिँ हामीहरू पहिला आइसकेको थियो तर हाम्रो दाको चाहिँ पहिलो चोटि हाम्रो दाको चाहिँ पहिलो चोटि फर्स्ट चोटि ल के छ केटा हामी चिन्दैन त्यही पनि चिन्दैन हामी चिन्दैन त्यही पनि अब बोल्न त हुन्छ नि अब बोल्न त बिजनेस भइहाल्यो त रातो टिका निधार यो केटो पनि थियो ऊ पनि रहेछ नि त होइन दा हाँसिदिनु एकचोटि दा हाँसिदिनु एकचोटि दा हाँसिदिनु एकचोटि हामी देखेन हामीले केही देखेन देख्यो त हामीले केही देखेन अनि बिन्दास छ भन्दैछ कि हामीहरूलाई थाहा छैन होइन तर हामीहरू बिन्दास छ सबजना झ्याप छ होइन कोमामा पुगे सबजना आज पनि दसैँ दिन कोमा छ होइन सबजना कोमा पुगेछ होइन हामीहरू सबजना झ्याप छ हुन्छ तर चाहिँ बिन्दास छ रमाइलो भइरह हाम्रो ठाउँमा होइन हामीहरू बेङ्गलोरमा इन्जोय गरिरह बेङ्गलोरमा दसैँ मनाएको छ हामीहरू केटाहरूले सबजना होइन रमाइलो भएको छ सबजना केटाहरू छ सबजना भन्दा पनि 6 जना छ हामीहरू बिन्दास छ एकदम घुमिरहेछ तलाब छ होइन यसो पार्कमा अब यसो घुम्नुको लागि जाम भनेर निस्केको हामीहरू चाहिँ बिन्दास छ अब यही हो अब नेपालीको पारा चाहिँ यही हो
अरू केही होइन यस्तै छ चलिरहेछ थोरै थोरै ल अब हामीहरू चाहिँ अब यो भ्लग चाहिँ यहाँनिर समापित सकिने भयो है अब पार्क चाहिँ यही हो अब चाहिँ यसो फोटोसोटो हान्नु पर्छ होइन अब यो ल यो ठाउँमा चाहिँ हाम्रो दाइलाई यहाँ कहाँ गयो अरे हाम्रो दाइलाई यहाँ 10 वर्ष यो ठाउँमा भयो तर यो एरियामा चाहिँ फर्स्ट चोटि आएको होइन फर्स्ट चोटि आएको यो हाम्रो दा चाहिँ मेरो रुमबाट देखिन्छ फेरि अब रुमबाट ए सुन सुन दादा मान्छे नि स्पेसियल हुन् हर जग्गामा हर टाइममा भेटिँदैन त्यो चाहिँ सही हो आज फर्स्ट चोटि आएको त्यो पनि 10 साल बादमा भन्न के अरे 12 साल भएन 12 साल भएन एक जुनी जान्थ्यो जान्थ्यो ल बिन्दास ल